दसैँमा चस्मा लायो भने मात्र मजा आउँछ अरे क्या फेरि चस्मा लगाएर भने दसैँ आउँदैन मलाई त बच्चामा त मजा आउँथ्यो दक्षिणा थापेर हेलो सेवारो दर्शन सबैजनालाई ह्याप्पी दसैँ 2082 को भन्न चाहन्छु साथीहरूलाई। आज चाहिँ हामी भाइ बहिनीहरूसँग दसैँ मान्नु लागेको कति धेरैजना हामी 32-33 जना सबै योचोटि चाहिँ हैन लास्ट हुन लागिसक्यो नि त। कति भाइ बहिनीहरू नेपाल गइसक्नु भयो, त्यही भएर अब हाम्रो नि धेरै छैन भनेर चाहिँ मान्नु लागेको साथीहरू। आजको होल डेमा हामी के गर्छौं भनेर तपाईहरुलाई म देखाउँछु। मेरो भिडियो मजाले हेरिदिनु होला अनि लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला, मलाई माया गरिदिनु होला साथीहरू। हस् ल हामी यहाँनिर हाम्रो टिका हुँदैछ है, यहाँनिर सुरु भइसक्यो। सेल्फी मोड अन क्यामेरा नै फ्लिप गर्नुपर्ने यस्तो खालको यो भएन, सेल्फी मोड हुनुपर्छ क्या है। अनि दसैँमा दक्षिणा चाहिँ दक्षिणा चाहिँ पाइएन, त्यही हो। अब अहिले चाहिँ भाइबाट सुरु हुन्छ, दिदीबाट हुँदैन। दसैँमा दक्षिणा त फेरि ठुलो मान्छेबाट थाप्ने। कति पाउनु भयो दक्षिणा? यहाँनिर फ्यामिली सासू छोरा बुहारी मिलन भाइ छिटो, सचिन भाइ सब आऊ छिटो। राम्रो एउटा कविता दि नाच्नु दिपा दिपा नाच्नु जानुभयो दाइहरू? दाइहरू जानुभएको? ए भाइसँग गफ गर्नुहुन्छ। हाम्रो हिरो अल्छी लाग्दैन त मलाई चाहिँ। बेलुका हुँदै गयो, अल्छी लाग्यो, थकै लाग्यो, निन्द्रा चाहिँ लाग्यो कि लागेन भन्नु त? निन्द्रा आँखा त बन्द छैन, आँखै हेरेर अल्छी लागेको छैन। म त अहिले किचन पुरा दिने हो, किचन चस्मा दसैँमा चस्मा लायो भने मात्र मजा आउँछ अरे क्या फेरि चस्मा लगाएर भने दसैँ आउँदैन मलाई त। अनि हामी मेला जान चस्मा किन्छ त मेलामा कसलाई हो दसैँ पनि सक्नु लाग्यो। पैसा किन चेक गर्छ है, स्क्यान गरेर। हाम्रो पार्क भनेको निकै छ, अब कहाँ जाने। बच्चामा त मजा आउँथ्यो दक्षिणा थापेर, यहाँ त छैन। मामा घर जाउँ भन्दा पनि छैन, मामा घर पनि यहाँ त आफै हो सबैजना। दक्षिणा लिनु मामा घर जाउँ भन्ने छैन होइन। जाउँ न
जाउँ ह्याप्पी दसैँ गाइस यहाँ एकछिन भिडियोहरू धन्यवाद तपाईँहरूलाई थ्याङ्क यू फर वाचिङ माई भिडियो भन्न चाहन्छु साथीहरू म चाहिँ इन्डिङ गर्छु होइन हामी यहाँ एकछिन केटु बहिनीहरूसँग हाम्रो घुम्ने ठाउँ पनि यही हो भनौँ न यहाँ नजिकमा यही छ पाहुना जाम भन्ने कोही छैन यहाँ हाम्रो